एउटा कथा कृष्ण कर्ण अमृतमा छ। एउटी नयाँ मथुराबाट आइसके बिहे गरेर एउटी गोपी, ती गोपीलाई कृष्णको बारेमा त्यति थाहा छैन। सासुरे र नन्दले के भनेछन्, हेर नानी, यहाँ कृष्ण भन्ने एउटा केटो छ, साह्रै दुष्ट छ, घरमा भयो जति सबै मक्खन घिउ सबै खाएर हिँड्छ, पोखेर हिँड्छ, त्योदेखि चाहिँ सावधान रहनु है। बाटा जाँदाखेरि पनि जिस्काउने गर्छ, घैँटो फोरिदिने गर्छ, त्योसँग चाहिँ सावधान रहनु है नानी भनेर सिकाएका थिए। एक दिन कहिले पनि कृष्णसँग फेला परेकी छैनन् बिचारी। के भन्छ नि, मलाई तर्साउनलाई यसो भनेका होलान् भनेर भन्ठान्छन्। बिचरा नयाँ नयाँ टाउनबाट, मथुरा त सहर हो नि त, सहरबाट आगे हुनाले बिचारीलाई गोबर चोर्न नि आउँदैन, गाई दुहुन नि आउँदैन, भात पकाउन नि आउँदैन। त्यसले कति खोट्टा खाइ होली बिचारी सासूसँग, यो गर त्यो गर। उहिले उहिले त सासूले खोट्टा हान्थिन्, किनभने सानै उमेरमा ल्याएको हुन्थ्यो। बिटिएर सिकाइहाल्दो रहेछन् सासूले, कति पिटाइ खाएकी थिइन् बिचारी ती बुहारीले। तँलाई केही गर्न आउँदैन हेर, यमुनामा लुगा धो भनेर तँलाई पठाएको, एक हप्ता अगाडि भए जति लुगा सबै यमुनामा बगाएर आइस्। केही नभइकन बिचरा लुगा पछार्छु भनेर यमुना हालिसिन्, सबै यमुनाले बगाएर लिएर गइन्। तँलाई तेरो ढङ्ग छैन, हामी लुगा दिन जान्छौँ हेर, 15-20 दिनको लुगा, तँ हामी आउन्जेल पकाइ तुल्याइ गरेर राख, अनि त्यहाँ ध्यान दे नि, त्यो कृष्ण आउला नि। कृष्णदेखि चाहिँ सावधान भनेर नन्द र सासू गएछन् यमुनामा लुगा धुनको लागि। ऊ बिचारी घर ढोका लगाएर रोटी पकाएर साग बनाउँदै थिइन्। त्यही समय टक 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 आवाज आयो। को हो? हजुरको सासूले मलाई पठाएको। को आएछ भनेर ढोका खोलेर, तिमी को? म जोसुकै भयो नि, तपाईँलाई के भयो र? कृष्ण त होइनस् न? मेरो नाम छोड्नुहोस् न, मेरो एउटा नाम छैन के नाम हो तेरो? जे भनेर बोलाए नि हुन्छ, मलाई काले भनेर बोलाउँ हुन्छ, काले भनेर बोलाए पनि हुन्छ। के काम गर्छस्? म यस्तै हो, कसैले यो खबर भनिदे ऊ खबर भनिदे भनेर भन्छन्, म त्यो खबर यताको खबर उता पुऱ्याउँछु, उताको खबर उता पुऱ्याउँछु, त्यही नै मेरो काम हो यो गोकुलमा। ए अनि तिम्रो सासूले यमुनामा गइरहन्छन्, लुगा धुँदै थिइन्, तिम्रो सासूले भनेको सकिन भने साह्रै गाह्रो भयो अरे, लुगा त ऊ पछार्न आफै जाउँ अरे, तिम्रो लुगा तिम्रो लामा लामा धोती उठाएर पिट्न सकिनन् अरे ढुङ्गामा। सासूले यसो लाग्यो, जाउँ घर कसरी छोडौँ, नजाउँ, सासूले फेरि त्यहाँ खट्टा हानिहाल्छ। अनि यसो बाबु, अनि तिमी चाहिँ नि के गर्छौ त? तिमी जान्छौ कि मसँगै हिँड्छौ कि? फेरि कृष्ण भन्ने एउटा आउँछ अरे। हो दिदी हो, असाध्यै बदमास छ त्यो, त्यसलाई त घरभित्र छिर्न दिनै हुँदैन, सबै सकिहाल्छ नि त्यसलाई भित्र छिरायो भने त भनेर भन्नुहुन्छ भगवान्। हो बाबु हो, तिमी हेरिदेऊ है त, मेरो घर म हेरेर आउँछु है त। हुन्छ म हेरिदिन्छु, सबै पुरा घर हेरिदिन्छु म, केही बाँकी नराखेँ, तपाईँ जानुहोस्। अनि पकाउन नि बाँकी छ, मैले आधी पकाएको छु साग, त्यो पुरा पकाऊ होइन? हुन्छ म पुरा पकाएर भगवान्लाई भोग पनि लगाइदिन्छु, तपाईँ जानुहोस् दिदी। बिचारी ती मोटी मथुराकी मोटी घाँटी रहेछन्, आइपुगिन् यमुनामा आएर ठिङ्ग उभिन्छन्। सासूले हेऱ्यो कि आखी यो किन आँकी त यहाँ, घर रित्तै छोडेर किन आँकी त? हजुरले बोलाएको होइन, मैले कहाँ बोलाएँ तँलाई? एउटा कालो बच्चा, ल सत्यानाश, कालो बच्चाले आएर भनेछ ल सिद्धो घरमा जा छिटो भनेर सासूले भने कि कुद्दै घरमा आँकी रे। भगवान् त एउटा माथि अर्को, अर्को बच्चा माथि अर्को बच्चा, अर्को बच्चा माथि अर्को बच्चा भनेर झुन्डिरहनु भएको छ, त्यहाँ खाइरहनु भएको छ। त्यसले ढोका ढ्याक्क खोल्ने बित्तिकै ती बच्चाहरू धामधुम खसे, भागे। भगवान् एक्लै मात्र झुन्डिरहनु भएको छ त्यहाँ मासतिर। तहीँ रहेछस् नि कृष्ण भनेको, कृष्ण भनेको साह्रै दुष्ट हो भनेर भने होइनस् तैँले? हो त नि, अनि विश्वास गर्ने हो त? नयाँ नयाँ आएको जोसुकै लोग्ने मान्छेसँग विश्वास गर्नुहुन्छ? तिमी घरकी आइमाई भएर कसरी धोका हुँदो रहेछ देख्यौ भनेर भन्नुहुन्छ अझ मासतिर बसेर। तिमीलाई पाठ सिकाउनको लागि मैले यस्तो गरेको हो नि, अब तिमीले मलाई पाठ सिकायौ, मसँग पनि एउटा पाठ छ, म तिमीलाई सिकाउँछु, ओर्ल त्यहाँबाट। भगवान् झ्याम्म ओर्लिनु भयो मुनतिर, दौडिँदै गएर बाहिर निक्लिन खोज्नु भएको, त्यही गरेर ढोकामा उभिदिन्। जाने ठाउँै छैन, अब पुरा ढोका जसरी थिइन् बिचारी ठुली। ओहो के भन्नुहुन्छ अरे भगवान्लाई, दिदी तपाईँलाई घरभित्र राखेर यो घर बनाएको हो कि घर पहिला
तपाईँलाई घर बाहिर राखेर यो घर बनाएको होला किन भनेर भने घर बाहिरबाट तपाईँ कसरी चिर्नुभयो होला यो ढोकाबाट भनेर भन्नुहुन्छ त मलाई जिस्काउँछस् पख तँलाई लट्ठीले हान्छु भन्दा मलाई लट्ठीले हान्नु त ठिक छ मलाई सबैले कुट्छन् त्यो त मलाई ठुलो कुरो भएन तर तिम्रो सासूले तिम्रो बारेमा के भनेकी थिए थाहा छ म अघि यमुनामा जाँदाखेरि नन्द पनि तिम्रो सासूलाई उचाल्दै थिइन् के भनेकी थिए खाँदा खाँदा केही काम यस्तो के कुरा गर्दै थिएँ हुँदैन म भन्दिनँ भन् के भन्दै थिएँ भन् आउनुहोस् त कानमा अहिले सासूले मार्लिन् आउनुहोस् कानमा भन्छु र कान यसोदेखि नजिकै आँखी भगवान्ले मुखभरि भएको मक्खनलाई फन 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 घुमाएर त्यसको मुखमै फुकिदिनु भएको छ आँखा बिचरीको सबै ढाकिने हो भगवान् भागिहाल्नुभयो पख तँलाई अहिले छोड्दिनँ भनेर बाहिर कुद्दै निक्ले कि लट्ठीले हान्दै निक्ले कि गएर सासूको टाउका हानिन्छ सासू आउँदै रहेछ ती सासूले तँलाई बदमास मलाई ढोक्छेस् कृष्णले घरको मक्खन चोर्यो कृष्णले घरको मक्खन चोर्यो भन्दा दिनका दिन मोटाउने तैँले खाँदिरहेछस् घरको मक्खन जति मुखभरि मक्खन छ ल हेर घरको मक्खन तैँले खाइस् कृष्णलाई दोष लाएर बिचोर त्यो फुच्चालाई हामीले दोष लगाइरहेको हिँड तँलाई आज म सिकाउँछु भनेर लिएर जान्छन् ए यशोदा तिम्रो चोरोको मेरो गृहस्थी भाँडिनी भयो भनेर सुनाउँछन् अरे एउटीले